हेलो एन्ड नमस्ते सबैजनालाई। म चाहिँ एज अर्को भ्लग चाहिँ मेरो कलेज यहीँ डिमोन्फोर्ड युनिभर्सिटी हो। डिमोन्फोर्ड युनिभर्सिटीमा चाहिँ अब आजबाट क्लास लागेको छ 2 हप्ता होलिडेपछि। अब आज म तपाईँहरूलाई चाहिँ म युनि गएको भिडियोहरू यहाँ नटिङहमबाट लेस्टरको डिमोन्फोर्ड युनिभर्सिटी गएको भिडियोहरू चाहिँ म तपाईँहरूलाई देखाउँछु। हाम्रो कलेजमा के हुन्छ, युनिभर्सिटीमा के हुन्छ भनेर है त। हेर्नु है त। ल अब चाहिँ कलेज भिडियो यहाँबाट चाहिँ हेलो। यहाँबाट अलि पर गइसके पछाडि चाहिँ तपाईँको ट्राम स्टप छ। ट्राम स्टपबाट रेलवे स्टेसनबाट चाहिँ अनि युनि, फेरि त्यहाँबाट हिँडेर जानुपर्छ है त। म चाहिँ अब राजकोटमा आइसकेँ होइन। यही हो ट्राम स्टेसन हो। यसबाट चाहिँ टाइमिङ देखाएको हुन्छ यहाँनिर चाहिँ कति बज्यो भनेर। यहाँ 1 मिनट बाँकी रहेछ भनेदेखि यहाँ चाहिँ टिकट काउन्टर हो। यहाँनिर टिकट लिने हो। मैले चाहिँ अलरेडी लिइसकेको छु। यो चाहिँ 1 मिनट बाँकी छ। पर्खेर अब साथी पनि त्यो ट्राममा आइरहेको छ। यसरी आउँछ, त्यसपछिबाट रोक्ने हो। साथी आइसकेको छ। साथी के छ साथी? सब ठिक छ। प्याक छ, सबैजना उभिरहेछ। पनि अब उभिरहेछ होइन। त्यो चाहिँ हाम्रो नटिङहमको सिटी सेन्टर हो। ग्राफिटी आर्ट चाहिँ सबैतिर छ युकेको। फाइनली आइयो नटिङहम स्टेसनमा। झर्ने हो। पछिबाट चाहिँ बिस्तारै यहाँ चाहिँ तलतिर हो स्टेसन चाहिँ। हामी चाहिँ माथि छौँ। हामी चाहिँ अब स्टेसनतिर गएर कति 8:50 छैन दोस्त? आज धेरै पछि दोस्तलाई भेट भयो। काम गर्ने पनि साथी हो मेरो सँगै। 3 हप्ता पछि। 3 हप्ता भयो। जस साथीहरू भाइहरू छ र त विदेश छ नि होइन, नत्र डिप्रेस भएर बसिहालिन्थ्यो नि। रमाइलो हुन्छ, कलेज गयो छुट्टै मजा आउँछ, दुःख पीडा भुल्छ साथीहरूलाई अब भेटेपछि। त्यही भएर युनि चाहिँ खासै छोड्नै मन लाग्दैन मलाई। यहाँ 7वटा प्लेटफर्मसम्म छ यो नटिङहम रेलवे स्टेसनको चाहिँ। अब हाम्रो प्लेटफर्म कति हो दोस्त? 5 हो कि 6 हो? लागिसक्यो हो क्या? अब त्यही हो ट्रेन चाहिँ हाम्रो। अब चाहिँ भित्र छ त नि। ल साथी चाहिँ उता बस्नु भयो। हामी चाहिँ कतै बस्नुपर्छ। उभिएर आधा घन्टा पो जान्छ। त्यही भनेको उभिएर आधी घन्टामा। फाइनल्ली ट्रेन चढ्यो। सिटमा बस्यो। ट्रेन पनि प्याक छ। ट्रेन लास्टै प्याक छ आज। अब 1-2 कति 20-25 मिनटमा पुऱ्याइदिन्छ होइन? 20 मिनटमा पुऱ्याउँछ। फास्ट हो क्या अरे। अरू भएर चाहिँ लाग्थ्यो आधी घन्टा 45 मिनट लाग्थ्यो। यसमा चाहिँ 20 मिनटमा पुऱ्याइदिन्छ।
If you see anything suspicious when travelling with us, please alert staff, security, or the police, and you can always text British Transport Police discreetly on 61016. हो इन्शाल्लाह फाइनल्ली अब लेस्टर आइपुग्यो अब झर्दिउँ होइन के जाउँ साथी निस्कन बस्यो भने बसेको फाइनल्ली लेस्टर आइपुग्यो तिर जाने हो यो चाहिँ लन्डन जाने ट्रेन हो यहाँबाट एक्जिट हो यहाँनिर चाहिँ टिकट काटिस्या हुन्छ टिकट हुन्छ यहाँनिर चाहिँ ट्याप गर्ने हो खुल्छ बाटो त्यसपछिबाट चाहिँ एक्जिट भएर अब युनितिर जाँदैछु म गएको साथ यहाँबाट कति 10-15 मिनट लाग्छ होला नि 10-15-20 मिनट युनि पुग्नलाई 15 मिनट जति चाहिँ हामीलाई युनि पुग्न लाग्छ एउटा यहाँ साथी भेट भइसक्यो मेरो दोस्त यहाँ छ गाडी आए पनि यस्तै हो यो चाहिँ हामी लेस्टर आइसकेको छ अब स्ट्रिटमा मेरो दोस्त पनि एकदम बर्मिङहामदेखि आएको छ दोस्त के छ हामी चाहिँ चायवालामा चिया खाने हो सधैँभरि यो चाहिँ अब हाम्रो चायवाला भनेको चाहिँ इन्डियन मान्छेले खोलेको ब्रान्ड हो त्यो के खाने हो साथी एउटा करक चाय कफी खाने त चिया खाने अरे साथीले पनि यस्तै हो अब हामी चाहिँ चायवालामा चिया खान गएर चाहिँ साथी लिन गएको छ ल्याएर सँगले यो चाहिँ अब लेस्टर अब चाहिँ चिया आइसकेको छ ल चिया चायवालामा चिया ल्याइसकेको छ केटाहरू रेडी भएर अब चिया खाँदै खाँदै जाने हो युनि पनि मजा आउँछ ल वेलकम टु डिमन्टफोर्ड युनिभर्सिटी यो हाम्रो बिजनेस क्लास चाहिँ अब यहाँ हुन्छ हामी चाहिँ अब बाटो क्रस गर्दैछौँ हाम्रो युनि उतापट्टि पनि छ यो चाहिँ हाम्रो बिजनेस एन्ड लको बिल्डिङ हो त्यसमा चाहिँ अब आज हाम्रो क्लास भइरहेको छ हामी चाहिँ अब चिया लिँदै साथीहरूसित रमाइलो गर्दै अब क्लासमा आइपुग्यो यो चाहिँ हाम्रो डिमन्टफोर्ड युनिभर्सिटी हो है वेटिङ फर सिग्नल अब ग्रिन बलेको छ अब हामी हिँड्छौँ बेस्ट युनिभर्सिटी हो यो रेस्टुरेन्टमा
टक्क सनाले अब यहीँ हो पढ्ने। यो चाहिँ हाम्रो युनि हो है। बाहिर बस्नु त होला नि होइन? ल दोस्त, यो चाहिँ अब हाम्रो बिजनेस बिल्डिङ हो। हामी चाहिँ बिजनेस एन्ड ल पढिरहेछौँ। बिजनेसम्यानहरूको इन्ट्री भयो। यो चाहिँ हाम्रो बिजनेस हो। 4th फ्लोरमा छ हाम्रो। पानी लिनु यताबाट वेट गर्नै पर्छ। फेरि मान्छे रहेछ, सामान लिएर जानु रहेछ। हामी चाहिँ अब के खाना मिल्छ यहाँ सबै छ है। यहाँनिर चाहिँ अब पे गर्ने हो। यहाँनिर कार्डबाट के चाहिन्छ यो छ। कफी सफी, कोक सोक, रेड बुल के छ। अब यहाँ पानी चाहिँ हाइड्रेसन स्टेसन हो। यो चाहिँ जस्तै पानी भरिरहेछ। पानी भर्ने पानी भरिरहेछ उसले चाहिँ। यो चाहिँ अब बाहिरको हाइवे देख्न सकिन्छ। यस ठिकै छ। अब हामी 4th फ्लोरमा जाँदैछ। क्लास स्टार्ट हुन लागिसक्यो। 54 भइसक्यो यार। 10 बजेबाट क्लास हो, 54 भयो। अब हामी चाहिँ यहाँबाट लिफ्टबाट जाँदैछ। यसबाटै छिर्यौँ। अब भ्लगिङ भइरहेछ यहाँ चाहिँ। यसलाई त फेरि हुन्छ, ज्वरो आउँछ यार होइन? यो के टाइपको हो यार? दादाहरूलाई यति पनि गर्न सकेन यार यो युनिले। भन्दैन दोस्त, केही भन्दैन। ल थर्डबाट चाहिँ अब हेर्दै जाने हो। दादाहरूलाई चाहिँ भएन। यताबाट कर्नरमा गएर माथि उक्लिने होइन? हाम्रो युनि हो। त्यही भनेको। दादाहरू धेरै पछि आयो होला होइन युनि? कार्डै छैन यार। मेरो 4.1 पो हो। 1.5 चाहिँ हो। मेरो कार्ड होल्डरै आएन यार। दादाको कार्डै यार लिएर गए भएको छ साथी यार। फेरि तलै जाने। दादाहरू अब यहीँ बस्दिन्छ। क्लासमै जाने हो सिधै। चिरन मेरो साथीलाई भेट भइसक्यो है। मेरो भ्लगिङ सुरु हो। के छ यार? हो अर्को साथी आइसकेको छ। यही हो युनिमा चाहिँ। के छ यार? सबै ठिक छ। सब ठिक छ। हाम्रो ग्याङहरू भेट भइसकेको छ है सबैजना। जस्ट कार्ड पाउँ न त। साथीले अब कार्ड लिएर गएको थियो, ल्याइदियो। म चाहिँ फर्स्टचोटि हो। हाम्रो चाहिँ अब यहाँ कार्ड ट्याप गर्ने हो क्लासमा। टक्क ल्याएर उता बसौँ ल। भ्लगमा हो है। किन हो? यसलाई म आज तर्साउँछु क्या। बिचमै बसेर तर्साइदिन्छु। टिप्ने हाम्रो क्लास हो। अब यहाँनिर सरले पढाउँछ। सरले पट्टुमा आएर पढाउनु लागिरहेछ होइन? हामी चाहिँ केटाहरू यहाँनिर पुरै लाइन लाएर बसिरहेछ है। पढ्ने हो जिन्दगीमा, यस्तै हो पढ्न आएपछि। ल 2 घन्टाको लेक्चर सक्यो। अब हामी ढक्क लाएर छुट्टी भयो। अब जाँदैछौँ। सबजना गइसक्यो। फाइनली डन भयो।
ठिक छ यार तिम्रो के छ हाम्रो सर चाहिँ पुरै अब पट्टुमा आइरहेछ है Bye, have a good day. बाई 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 सर मेरो साथीहरू चाहिँ मोटी के छ होइन यार मेरो CR7 सन्देश हो CR7 बिहान हो नि त त्यही भएर होइन यस्तै छ हाम्रो चाहिँ अब यही हो युनि आज पढियो लेक्चर एउटा कडा गयो अब डिजर्टेसन सुरु आमा कपाल सपाल काट्यो आमा चाइनिज जस्तो देखाएको छ है ओ माई गड केराटिन के अरे स्ट्रेट गरेको हेर न दामी छ ल गर्मी भयो यार अति नै आज त के हो यार हट लास्ट बियर त क्या खानु यार बियर खाने भए म खाइदिन्छु के छ र यार खानु तिमी खाने हो No, I like wine मा vodka हालेर some juice and त्यो limesहरु अनि त्यो कट गरेर हालेको ए त्यो मात्र खाने हो तिमी ल गर्मी अति नै छ नि त ओइ हेर न तिम्रो साथी कहीँ न भाइको भागी क्यामेरामै आउनु मान्दैन यार मेरो साथी अन्त यार त्यो त म त्यस्तो म अहिले म यस्तो मान्छेलाई रिकमेन्ड गर्छु यस्तो केही गर्दैन म हाम्रो अफिसर हो अलिअलि चाहिँ रिकमेन्ड गर्दैन र अहिले चाहिँ भर्खर जोइन गरेको छ मेरो काम स्काई पनि दामी छ खास गरी यस्तो हुन्छ के सिट एलोकेट गर्ने मर्निङ यो चाहिँ हाम्रो डिमान्ड फर युनिभर्सिटी हो तपाईँको त्यो उहरू होला नि त अब त्यहाँ एजेन्सीको कुनै फ्याक्ट्रीको स्पेसली रिक्रुटमेन्ट हो कि होइन त्यो म हामी बर्मिङम बेसबाट बर्मिङम हो त्यसको मेन तर हामी चाहिँ अहिले चाहिँ नि ऱ्यापभित्र छौँ कि त्यसरी के म त्यही कारण गर्थेँ म त्यही गएको अहिले त्यही चलिरहेको छ 20 आवर होला नि चियामी ग्लोबल न्युयोर्कको चाहिँ हाम्रो यो सिटीको चाहिँ पोस्टर पुरै बिल्डिङमै एट्याच गरिदिएको छ यो चाहिँ हाम्रो स्टुडेन्ट युनियन हो अब हामी यहाँ गएर टिटी खेल्छौँ यता चाहिँ त्यो हाम्रो क्यान्टिन हो हाम्रो रेस्टुरेन्टमा त्यो बिल्डिङ भइहाल्यो खुसी सब तिमीलाई नुडल मनपर्छ राइट हाम्रो यहाँ नुडल सेफ म नुडल सेफ हो नि म खतरा बनाउँछु त्यही काम गर्ने नि लगाइदिएको हेर्लै हामी दुईजना त्यसैले लगाइदिएको पहिला 2 दिन लगाइदिएको थियो अहिले 1 दिन मात्र लगाइदिएको छ अब आज जा भन्दा मान्दैन काम अब हामी युनियनभित्र छिर्दैछौँ यो चाहिँ अटोमेटिक गेट हो टिटी खेल्ने होइन उसले पनि टिटी खेल्छ यो चाहिँ स्टुडेन्ट युनियन हो हाम्रो चाहिँ टिटी खेल्ने ठाउँ चेन्ज गरेर चाहिँ क्या यो हो त टिटी यहीँ रहेछ यो हाम्रो टिटी खेल्ने ठाउँ हो कोही छैन खोइ त प्लेयरहरू खोइ त भर्खर त प्लेयर यहाँ आउँदैछ ए ल ल टिटी खेल्यो गाइजहरू यहाँ रेस्ट गरिरहेछ है यस्तो स्टुडेन्टहरू सबजना डिमान्ड फर्डको सब ग्लोबल MBA होल्डरहरू अब छिटै नै भइरहेछ ल केटा बाई 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 चिरन यस्तै हुँदो रहेछ है ओके बाई बाई गाइज यो बाटो जाने त्यो बाटो हो ल यतैबाट जाउँ नि त अब स्टेसनतिर गइरहेछ हामी यो बाटो अहिले नयाँ बाटो हामी अर्को बाटो जान्थ्यो जहिले नि आज चाहिँ अलिक गर्मी छ शीतलको बाटो यो बाटो भएर चाहिँ गइरहेछौँ 24 न्यू वाक यो स्ट्रिट हुँदै अब हामी ट्रेन स्टेसनतिर गइरहेछौँ
आज लास्टै गर्मी छ है कति छ टेम्परेचर 21 होला 21 मा यस्तै छ यो चाहिँ लेस्टर सिटी हो यहाँ चाहिँ अब हामी स्टेसन आइपुग्न लाग्यो वेलकम टु लेस्टर स्टेसन यो वेलकम टु लेस्टर स्टेसन नेक्स्ट विक आइन्छ यो नेक्स्ट विकमा छ फर्स्ट डे भयो अब क्लास प्लेटफर्म चाहिँ अब नटिङहम जानुपर्छ 14-18 मा रहेछ नटिङहमको प्लेटफर्म 2 ल बाई बाई सी यू नेक्स्ट विक यो चाहिँ प्लेटफर्म 2 हो ट्रेन आउँछ यताबाट ट्रेन आइसकेको छ अब हामी चाहिँ नटिङहम गइरहेछौँ EMRको ट्रेनमा And if you have an onward connected service, check the information stream provided to your platform. This is Nottingham. All change, all change. अब हामी ट्रेन चढेर फेरि घर जान्छौँ एकदिनसम्म आजको अब युनिको भ्लग चाहिँ कस्तो लाग्यो प्रतिक्रिया दिनु होला ट्राम आइसक्यो अब यो ट्राममा नेपालमा यस्तो कहिले बनाउने हो 10 वर्षै लाग्छ होला 10 वर्ष पनि भन्दैन है ट्रामै राख्दैन जस्तो लागिरहेको लाग्छ होला 10-20 वर्षमा त केही न केही त चेन्जेस आएपछि त गर्छ होला नि बसको लागि पहिला बाटो हुनु पर्यो बाइकको लागि बाटो हुनु पर्यो अनि बल्ल पो ट्रेन आउँछ त्यही भनेको बसहरू बाइकहरू यो त कहिले कहिले इमेजिनेसनमा मात्रै हो रिम सराउनु पर्यो दुनियाँको ऋण बोकेर ऋण माथि ऋण थोपाएर छ होइन नेताहरूले यस्तो वेदर पर्खिनुलाई 1 वर्षै लाग्छ यार 1 वर्षको 1 महिना जति 2 महिना जति हुन्छ होइन खाली जाडो मात्र यार यहाँ मेरो चाहिँ अब नेक्स्ट स्टप हो सिप्स्टोन स्ट्रिट हो सिप्स्टोन स्ट्रिटको लागि चाहिँ यहाँ बटन दबाएपछि चाहिँ अनि रोकिन्छ बटन थिच्दिहालौँ स्टपिङ भयो चाहिँ मेरो नेक्स्ट स्टप हो दोस्रो त अलि 2-3वटा स्टप पछि हुन्छ समरमा चाहिँ सबजना भइरहेछ है यहाँ चाहिँ पार्क हो नजिकै छ मेरो रुमबाट ल म चाहिँ फाइनली घर आइपुगेँ बिहानको 8 बजीदेखि हिँडेर युनिमा पढेर एउटा पिरियड 3 घन्टाको लेक्चर क्लास त्यसपछिबाट टिटिसिटी खेलेर रमाइलो गरेर केटाहरूसित भेटेर त्यसपछिबाट ट्रेनमा सरेर यता अहिले 4 बज्यो बेलुकाको 4 बजीसम्म घर आइपुगेँ त्यसबाट अब रेस्ट गर्छु खाना खाएको छैन अब खाना खानु पर्यो त्यसपछिबाट भोलिबाट फेरि काम स्टार्ट छ त्यसबाट कामसाम फेरि भोलिबाट सुरु भएर चाहिँ अब रेस्ट गरेर फ्रेस भएर गर्छु अब हजुरहरूलाई कस्तो लाग्यो युनि भ्लग मेरो सो हेरेर प्रतिक्रिया दिनु होला है त भन्दै छुट्टिन्छु जय नेपाल